safe and sound. I can lift you up. I can show you what you won't see and take you where you won't be. You can be my love. Even if the sky is falling down, I know that we'll नवरात्रि सक्यो भोलिको लागि चाहिँ अब दशैंमा के बन्दैछ अब रातिदेखि नै प्रिपरेसन सुरु भइसक्यो यहाँ मैयाजीले के प्रिपेयर गर्दै हुनुहुन्छ के गर्नु लसुन फोक्दैछु चाँडो यहाँ काम गर्न आइहाल्नु त के काम साइडमा राख न क्यामेरा पहिला लसुन फोकाउनु भोलिको लागि ढिला हुन्छ अहिले ओके फाइन के गर्नुपर्छ होला तिमीले अदुवा लिएर पिस गर्न मैले लसुन रेडी गर्छु सँगै पकाउनु माछा हैन अदुवा माछा निकाल्नु मिलाउनु पहिला चिया खाने अनि त्यसपछि बल्ल काम गर्ने ओके पहिला खा भन्छ नहीं प्लीज 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 पहिला चिया यो म्यारिनेट हुँदैन कि भोलिसम्म भोलि गर्नु मिल्दैन यो पछि अरे बाबा इधर जहर खाने का पैसा नहीं है तू जा रे जा म थोरै छ नि अहिले पढेछ नि तिमी किन बरु पछि गर त्यसो फोर पनि छैन कोठा छैन तै मेरो गर्दा नि गर्दिन सबै त त्यति फ्याक्ट गर्दै कति सजिलो त आफ्नो कोठा आफै गर्न पर्छ जे भए पनि आफै आफ्नो लागेलामा मेरो गर्देको भए त्यस्तो भन्ने हुन्न मेरो पनि कति थियो धुलो मेरो पनि धेरै थियो नि दिदीको पनि गर्नु पर्यो अनि दिदीको गरेर मेरो गर्न भएन तिमी तल हुन्छ नि तल भए पनि मैले बाबु तिमीले कोठा सफा गरेर त्यसलाई त मजा आउँछ किन तिमी चिया खाँदैछ भार कस्तो धुलो पसेन म भित्र के रात कोठा सफा गर्दै भनियो भोलि आएर उठेर अनि मजदुरी गर्ने टिका लाग्ने गर्ने तर तिमीलाई यति त गर्नै थियो होइन राति त दुःख पाउनै थियो अस्तिदेखि हो कि मैले भनेको फेरि के भनिस् तैँले सफा गर म यति पनि छुन्न भनेर भनेको थिएँ मैले कति बजी उठ्ने लगाउन आज साँझ गराइ थिएँ म केही गर्नु 7 बजे नुहाइ गर्नु मिल्छ के गर्ने हो र कति बजीको साइड छ टिका खै पनि ल अब हाम्रो नानी चाहिन्छ त्यति जम्मै चाहिन्छ नि हो म्यारिनेट गर्न आएर अनि खसाउनु चाहिँ कतिहरू खसाएको One hour later. रेडी भयो पखालेर पनि अब चाहिँ म्यारिनेट खोर्सानीको पेस्ट यो चाहिँ अदुवा र लसुन अनि यो चाहिँ टिमुरको बालम म्यारिनेट गर्ने छैन 15 म हुन्छ मर्दैन अरू छैन यतिकै ढापे राख्दैन ढापे राखेपछि त्यसको पत्तो जाँदैन The next day. अब चाहिँ हामी रेडी भयौँ अब टिका लाउनु अनि त्यसपछि वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै Hour later. हिजो राति चाहिँ हाम्रो म्यारिनेट गरेका थियौँ अब अहिले चाहिँ फ्राई गर्ने हो दिउँसो खानासाना खाएर उडेर रात परिसक्यो हाम्रो चाहिँ अलिकति प्राइभेसी पनि हुन्छ त्यसैले देखाएनौँ भिडियोमा चाहिँ अहिले चाहिँ हामी मात्रै छौँ त्यसैले अहिले फ्राई गरेर हेरौँ अब यहाँ फ्राई पनि राम्रोसित भइरहेन कि यहाँ मालिकनीको के फ्राई के छ पट पट आइरहेको भयो सिद्धो यति हो सक्यो